सुदन गुरुङकै बारेमा यति धेरै भिडियो र यति धेरै विश्वमन यो विजय दाइले किन गरे होला सोच्नुहुन्छ होला तपाईँहरूले क्या। अहिलेसम्मको आन्दोलनमा वाकी टकी प्रयोग भएको मैले कहिले देखाएको छैन क्या होइन। पुरै वाकी टकीले पुरै व्यवस्थित तरिकाले चाहिँ आन्दोलनमा लाग्नु भएको छ। पुरै ड्रेस सहित हुनुहुन्छ कि अझ त्यो नकाब भिर्नेवालाहरूको त तपाईँले देख्नु भएको छैन, पुरै कमान्डो ड्रेसमा क्या होइन। अनि पानी बाँडेको पनि मैले आजभन्दा पुरानो आन्दोलनहरूमा देखाएको छैन होइन। फुल तरिकाले थाकेपछि पानी खानलाई पानी पनि छ होइन त्यहाँ होइन। जेन्जीको आन्दोलन भनेको छ सुदन दाइ 38 वर्षको मान्छेले फुल लिडरसिप गराएको छ क्या होइन। अनि डिस्कर्डमा पुरा मिटिङ बस्छ फेरि है। त्यो भएर सुदन दाइ चाहिँ एकदमै धेरै शङ्काको घेरामा छ क्या। गृहमन्त्री हुनुभयो, शुभकामना। अब सम्पत्ति विवरण पनि देखाउनु भएको छ तपाईँले है। अब 37-38 वर्षको मान्छेको अब त्यत्रो सम्पत्ति न पुर्ख्यौली सम्पत्ति हो होइन, न तपाईँको कुनै बिजनेस देखिन्छ होइन। बिजनेस इन्भेस्टमेन्ट गरेर खतरा कमाएको हो भने त्यस्तो पनि छैन होइन। एनजिओमा काम गरे मान्छेको त्यत्रो धेरै तलबै हुँदैन पहिलो कुरा होइन। अब तपाईँ धेरै शङ्काको घेरामा हुनुहुन्छ सुदन दाइ है। मानव अधिकार आयोगको रिपोर्टले पनि तपाईँमाथि अनुसन्धान गर्नुपर्छ भनेर भनेको छ होइन। अहिले पनि तपाईँ चाहिँ पुरा अनुगमनमा जानुहुन्छ, न त्यहाँ समन्वय छ न केही छ क्या होइन। एकजनाले देश बन्ने होइन कि, देश बन्नको लागि सबैजना मान्छेको साथ सहयोग होइन र संयोजन चाहिन्छ क्या। तपाईँ जुन जिल्लामा चाहिँ जानुहुन्छ नि ती जिल्लाका सांसदहरूलाई चाहिँ तपाईँले भन्नु पऱ्यो नि त। अरू मान्छेलाई नभने पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूलाई त एटलिस्ट खबर गरेर जानु पऱ्यो नि त होइन। तपाईँ मात्र हिरो बन्न खोजा जस्तो देखिन्छ कि यस्तो गर्दाखेरि त कि। अन्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद होइन नि, तिनले चाहिँ देश बनाउन आएका होइन नि त भने होइन। कोअर्डिनेसन त हुनु पऱ्यो नि त। सुदन दाइ तपाईँको स्टन्टबाजी खतरा भइरहेछ होइन। तपाईँ खुब चम्किनु भएको छ होइन। कहिले सोफा सेटमा सुतेको देखाउनुहुन्छ, कहिले के गर्नुहुन्छ होइन। तपाईँमाथि चाहिँ ठुलो अनुसन्धान चाहिँ हुनु जरुरी छ है। तपाईँको हात के हो त? टिओबीसँगको संलग्नता के हो? बारबरा फाउन्डेसनसँगको संलग्नता के हो? 23 र 24 गतिको त्यो आतङ्क मचाउनुमा तपाईँको हात के छ होइन। अहिले सम्पत्ति तपाईँको आफ्नो सम्पत्ति हो कि अब तपाईँले कताबाट भ्रष्टाचार गर्नुभएको सम्पत्ति हो कि कसैले तपाईँलाई यत्रो विध्वंस मचाए बाबत तपाईँलाई दिएको पैसा हो कि? भाइ यु हेभ टु आन्सर दिस क्वेसन्स है। देयर इज लट्स अफ क्वेसन्स द्याट यु निड टु एड्रेस है। एन्ड नाउ इट्स योर टाइम द्याट यु विल हेभ टु